तपाईँ 5000 दिनुहोस्। मलाई 5000 चाहिँदैन प्रभु, म 5000 दिन्छु हजुर। त्यो मलाई भोलि अर्को जन्ममा भारी बोक्नु छैन प्रभु। मैले भारी भगवान् मलाई भारी नभएको मैले फ्रीमा दिएको त होइन होइन त्यसो होइन, म नलिउँ हजुर। म एउटा धार्मिकमा आस्था भएको मान्छे अरे नि हजुर। मैले त्यो चाहिँ कहिल्यै गर्छु, त्यस्तो गर्दैन हो र। म त्यस्तो कहिल्यै गर्दैन। ल कति दिउँ त त्यसमा 1000 त लिनु नि त हजुर 1000 त लिनु। मलाई यसको मूल्य 300 दिनुहोस् भइहाल्यो, म माने। तपाईँको विचारमा चाहिँ यतिखेरसम्म मैले बेचिसक्नु भन्ने भन्नुहुन्छ? अब मैले भर्खर तपाईँको 7-25 भयो है, त्यही हो। पर गएपछि 10 मिनटमा यो सबै सकिन्छ। जसले सक्छ कोही बेलामा त्यस्तो उसले म लिन्छु उसले तिनजना लिनु सकिहाल्छ। अब कहिले कहिले काहीँ नलिकन घर फर्केर दिनु छ? त्यस्तो दिन पनि छ हजुर, कुनै पनि छ। यो वर्ष छैन, पोहोर परार त कोही कोही बेला त भइहाल्छ नि। आजको दिन चाहिँ तपाईँको सबै बिग्यो होइन, त्यसरी मजाले खाजा पनि खाएर जाने दिन पनि छ है। आजको दिन चाहिँ अँ, मजाले यो बितिसिदियो होइन, मजाले खाजा पनि खाएर जाने दिन। म खाजा कहीँ गएर केही खान्न रे। किन? म खाँदै खान्न पाइ पनि म आफै पकाउने हो, घरमा पनि आफै पकाउने हो। खालि कुनै माछा मासु जाँड रसु लसुन प्याज केही चिया खान्न। पनि खानु? म चिया पनि खान्न, पाइ पनि खान्न। आफ्नै घर आउँदा चाहिँ आफै घर आउँदै खान्न। किन? मेरो त्यस्तो छ, मेरो परम्परा त्यस्तो चलेर आयो नि त पहिलादेखि हो? पहिलेदेखि। अनि फेरि हामी कहाँ बस्ने? प्रणामी धर्म तुलसीको माला लाउने मान्छे पऱ्यो नि। कहाँ बस्नु? गोठाटारमा। गोटेटाबाट हिँड्दै आएर यो त्यो गोठाटाबाट म कहाँ आइपुग्यो हजुर, कहाँबाट कहाँ यहाँ आएर बिहान यो टिपेर लिएर आएको छु। कति भयो यो गर्नु थाल्नु? है कति भयो गर्नु थाल्नु? यो गरेको त अहिले भर्खर 8-10 वर्ष भयो। अनि कति दिनको कति बेच्नुहुन्छ? दिनको 1500 सयको बेचिन्छ। 1500 चाहिँ? ल यो सुन्नुहोस् न, तपाईँले यति राम्रो कुराहरू यो सबै मैले लिइदिनुपर्छ। लोन हजुर लिइदिनु पर्छ। कति हो? 300 को छ, म 2टा मुठा बढी छ, मैले 2टा मुठा हजुरलाई छोडिदिएँ। नछोड्नु होइन नछोड्नु। मेरो खुसी छोडिदिएँ नि त तपाईँलाई। मेरो खुसी नछोड्नु भन्नु नि त नि। अनि तपाईँले भन्नुभयो तर मैले चाहिँ छोडिदिएँ। अनि तपाईँले भन्नु मैले नछोड्नु भन्दैछु त। सधैँ मौका आउँदैन नि त फेरि नचोड भन्नु। मैले मेरो दिल गरेर मैले छोडिदिएँ क्या। मेरो तिमीले नछोड्नु भन्नु नि त। किनभने मैले आफैले खेती गरेको हो कि होइन, अर्काको उठाएर ल्याएको होइन। त्यही भएर मेरो दिलले छोडिदिएँ। यहाँ सुन्नु नि, 300 को छ। मैले पैसा धेरै कमाएको छु होइन, अनि मैले नछोड्नु भन्ने नि त नि। पैसा कमाउनु भएको होइन, तपाईँले चाहिँ एउटा इमान्दारिताले बोल्नु भएको त्यति हो। हो पैसा कमाएको चाहिँ होइन। तपाईँ अहिले कुन चाहिँ कसकारीमा गएर बस्नुहुन्छ तपाईँ अहिले पैसा कमाएको भएदेखि चाहिँ कि लुकेर बस्नुभएको यहाँ? होइन कुरो के सही क्या? होइन कुरा सही हो। तपाईँ कति हो भन्नु त? हजुर कति हो? 300 भयो। 300 हो? आज तपाईँलाई म 5000 दिन्छु। म प्रभु मलाई चाहिएन हजुर। म एउटा श्रीकृष्ण प्रणामी धर्म मान्ने मान्छे, मलाई त्यो कुनै पनि यो हजुर मलाई त होइन यहाँ सुन्नु नि, मलाई बढी चाहिँदैन। कहिले यहाँ सुन्नु नि, कहिले काहीँ तपाईँलाई चार आएन, नचार आउँछ क्या तपाईँ राम्रो कर्म गरेपछि चार आउने होइन। तपाईँ यहाँ आएछ म चिया खाँदैछु, तपाईँले मैले कुरेर बसेको होइन नि त, होइन नि त। अब यहाँ आयो होइन, यसो सोच्यो तपाईँले दुःख गरिदियो, मसँग अलिकति पैसा आज दिउँ भनेर मलाई मनमा आयो। मलाई मनमा किन आएको थाहा छ? मलाई कता कताबाट भगवान्ले हिर्काएर मनमा दियो क्या। ठिक छ हजुर, म गिरीको छोरो हो। हजुरले त स्वीकार गर्नुहुन्छ भने प्रभु जय हो, नमस्कार। ल तपाईँ 5000 दिनुहोस्। मलाई 5000 चाहिँदैन प्रभु, म 5000 दिन्छु हजुर। त्यो मलाई भोलि अर्को जन्ममा भारी बोक्नु छैन प्रभु। मैले भारी भगवान् मलाई भारी नभएको मैले फ्रीमा दिएको त होइन हजुर त्यसो होइन, म नलिउँ हजुर। म एउटा धार्मिकमा आस्था भएको मान्छे अरे नि हजुर, मैले त्यो चाहिँ कहिल्यै गर्छु, त्यस्तो गर्दैन हजुर। हो र। म त्यस्तो कहिल्यै गर्दैन। ल कति दिउँ त त्यसमा? 1000 त लिनु नि त हजुर 1000 त लिनु। मलाई यसको मूल्य 300 दिनुहोस् भइहाल्यो, म माने। तपाईँलाई मैले ल म 300 नै दिने ल। बहिनी यसको चेन्ज देऊ ल, उहाँलाई 5000 दिँदा पनि लिँदैन भन्छ। तपाईँ चाहिँ मैले चाहिँदैन हजुर, मलाई सबै कुरा पुगिया छ हजुर। मलाई सबै कुरा पुगिया। तपाईँको आफ्नै घर जग्गा आफ्नै हो? यो जग्गा यो खेती मेरो चाहिँ अर्काको भाडाको हो यो हजुर। भाडालाई खेती गरेको घर चाहिँ मेरो यहाँ आफ्नै छ। आफ्नै घर? आफ्नै घर छ, सानो घर छ। ठुलो घर छ नि, सानो घर छ हजुर। म तपाईँसँग 5000 पाएर म अहिले 5000 को हैसियत मान्छे म एउटा इमान्दार मान्छे हो। हेर्नुहोस् यत्रो सबै भाइहरू सबैले देख्नुभएको छ। यो त हो कि होइन, यो भनौँ न हाम्रो वैदिक सनातन हिन्दू धर्मभित्र चित्रगुप्त भन्छ क्या, चित्रगुप्तले देखाएको छ सबैले। मलाई कसैको चाहिँ बढी लिनु छैन हजुर। मैले आजको साथ बढी पनि लिन्न। म एउटा धार्मिक आस्था भएको मान्छे हो। ल अब तपाईँ चिया पनि खानुहुन्न भन्छ। केही खान्न, कहीँ गएर केही खान्न प्रभु। ल
लिनुहोस् हजुर। चिया पनि खानुहुन्न भन्छ अनि ऊ पनि नगर्ने भन्छ होइन। मैले दुईवटा छ, दुईवटा मेरो तर्फबाट हजुरलाई गिफ्ट दिएको हो। ल मेरो तर्फबाट तपाईँहरू बहिनीहरू सबलाई गिफ्ट ल। है है ए ल धन्यवाद। तपाईँको नाम के हो? मेरो नाम गणेश गिरी गणेश गिरी। हजुर। अनि मेरो घर पहिले पोखरा पोखरा। हजुर। अनि अहिले यही हो सानोतिनो घर बनाएको छु हजुर मैले। अनि तपाईँको सपना चाहिँ के नि भन्नु त? हँ? मान्छेको सपना हुन्छ, तपाईँको सपना के भन्नुहोस् त? ए हजुर मेरो सपना त मेरो सपना भन्दा नि बढी भइसक्यो मलाई होइन मान्छेको सपना हुन्छ अब यो हो। हजुरले भन्नुभयो मैले कुरो बुझेँ कि मेरो सपना थियो, बहुत कुछ सपना थियो हजुर। है, तर मेरो सपना भन्दा पनि मैले बढी प्राप्त भयो क्या। म सपना हान्नु पऱ्यो हो है। किन भन्दा म एउटा एक त अलि आँखाको कमजोरी मान्छे हो, हजुर। म आँखा कम देख्ने मान्छे हो है। अनि तपाईँको चाहिँ मैले पढे लेखेको छैन हजुर हजुर। है, किनभने मैले आफैले दुःख गरेर यहाँ काठमाडौँमा आएँ, जग्गा किनेँ, सानो घर बनाएँ, ए। 2 भाइ छोराहरूलाई पढाइयो हजुर। दुःख थियो कसैसँग हजुर मलाई 2 पैसा दिनु है भन्नु, म कोहीसँग गएर माग्नु म मागिनँ। म आफ्नो कर्मठ मान्छे हो, मलाई कसै ए हजुरको ल्याएर दिनु नानी, ल्याएर दिनु, मैले गफ गर्दै गर्छु, गफ गर्दै दिनु है। मैले कसैसँग केही मागिनँ, मैले कसैसँग केही नगरेँ, मेरो मिहिनेतले गरेर म आज यहाँसम्म आएको छु। अनि दुइटा छोरा चाहिँ कहाँ के गर्छ नि? एउटा अस्ट्रेलिया छ, ए जसरी तसरी अस्ट्रेलिया पुर्याइदिएँ। अनि एउटा भक्तपुरमा यसो उसो के काम गर्छ। अहिलेसम्म म 64 वर्षको भएँ, 17 सालको मान्छे हो म है, तर म अहिले छ मैले गरेर खाएँ हजुर अहिले। है तपाईँ एकदम राम्रो मनको मान्छे हो। अनि के अरे के हो तपाईँको श्रीमती चाहिँ? मेरो श्रीमती छ, ए घरमै छ? साह्रै राम्रो श्रीमती छ। होइन तपाईँ आफै राम्रो घर सबै राम्रो देखेको? मेरो मेरो दिल जस्तै श्रीमती छ हजुर। है, ऊ म जस्तै इमान्दार छ पनि। तर चाहिँ मलाई कसैको केही प्रभु कसैको केही चाहिँदैन हजुर। म कहीँ गएर कसैको केही खान्न हजुर। म आफ्नो मिहिनेतमा चल्ने हो। हजुर। भोलि मरेपछि हेर्नुहोस्, यो वैदिक सनातन हिन्दू धर्मभित्र के छ भने भोलि मरेपछि कुनै ठाउँ हामी प्राप्त गर्छौँ भन्ने एउटा लक्षण छ नि, हो त्यो खालको मान्छे पैसा। अनि तपाईँले अरूलाई तपाईँको आफ्नो जीवनमा जानेको लेसन चाहिँ अब तपाईँले कसरी सिकाउनै पर्ने हुन्छ नि? कोही मान्छे आँटिरहेको हुन्छ, कोही नपुगिरहेको हुन्छ, कोही रुइरहेको हुन्छ, कोही भित्र पीडा भइरहेको हुन्छ, उसलाई तपाईँको सन्देश सिकेछ नि एउटा शब्दमा? तपाईँको आज अन्तिम दिन हो भने चाहिँ ल यति चाहिँ तिमीले गर्नै भने चाहिँ के सन्देश? मैले एउटा कुरो, ए बाबु हजुर कति सालको हो? म 32 साल। तपाईँ त हिजो अस्तिको मेरो लागि चाहिँ भाइ छोरो हजुर। सुन्नुहोस्, म के भन्छु भने जति पनि भाइहरू यहाँ हुनुहुन्छ नि सबैलाई म के भन्छु भने चाहे तपाईँहरू जुनसुकै जातको हुनुहोस् है, मेरो कुरो क्या, तपाईँहरू जुनसुकै जातको होस्, तपाईँ एउटा कुरो के नगर्नुहोस् भने तपाईँ जाँड चाहिँ नखाइदिनुहोस्। तपाईँको जात जेसुकै होस्, मलाई जातसँग मतलब भएन, जाँड नखाइदिनुहोस्, चुरोट नखाइदिनुहोस्। यति गर्नुभयो भने तपाईँले चाहेको ठाउँमा केही गर्न सक्नुहुन्छ। मेरो चाहिँ कुरो यो हो। तर म पहिला सबै कुरा खान्थेँ, जाँड पनि खान्थेँ, रक्सी पनि खान्थेँ, मासु पनि खान्थेँ, सबै कुरा खान्थेँ। तर म ठाउँमा गएँ, सङ्गत पाएँ, त्यो सङ्गतले छोडेँ मैले हगि। त्यो छोडेपछि मैले सबैलाई जति पनि भाइहरू छन् सबैलाई म त्यही भन्छु। अब मान्ने नमान्ने त उहाँहरूको खुसी हो होइन? तपाईँको सन्देश ए एउटा लास्ट, यही मेरो लास्ट यति हो। यति हो है? मेरो त्यो कुरो यति हो। किनभने बुद्धले पनि पञ्चशीलमा अष्टशीलमा त्यही लेख्नु भन्नुभएको छ हेर्दै जाँदाखेरि, हो कि होइन? किनभने अब हामीले नखोजेर नभनेर नमानेर नटेरेर हो हजुर यो कुरो हो नि त। तर किनभने मैले सबैसँग यो कुरो गफ गर्दिनँ। म आज तपाईँ जस्तो महानुभाव मान्छे भेटेँ है, मलाई आज तपाईँले अलिकति किनभने लोभ देखाइदिनु भयो। म लोभमा आकर्षित नहुनु, तपाईँको यो 5000 पैसा टपक्क टिपेर मैले लोभ देखाएन, मलाई दिनै मन लाग्यो। कताबाट भित्र तपाईँले देख्ने बित्तिकै दिन मन लाग्यो। मलाई मन हजुर लाग्थ्यो, मन लाग्थ्यो, मलाई चाहिएको छैन ए म मेरो आफ्नो पसिना मात्रै खाने हो हजुर होइन? थ्याङ्क यू है ल है। कहाँबाट हजुरको घर? म चाहिँ रामेछाप। रामेछाप। हजुरको नाम के पऱ्यो? पासाङ लामा। पासाङ लामा, ठिक एकदम। कतिपय मैले लामाहरू देखाएको छु, लामाभित्र हृदयभित्र त्यो उसले कुदरतले बास गरेको देखाएको छु कि कतिपय चाहिँ हेर्नुहोस् है। तर कतिपय सबै मान्छे आफ्नो कर्म पूर्वजन्म अनुसारको संस्कार मिल्छ मान्छेलाई, बुझ्नुभयो नि? अनि त्यो संस्कार अनुसार मान्छेमा कोही चढाङ भड्याङ खड्याङ गुरुङ पनि हुन्छ, सबैमा त्यो हुन्छ। अनि तपाईँले फेसबुक टिकटकहरू चलाउनुहुन्छ? म के मैले आँखा देख्दिनँ,
म केही पनि म केही छैन, म फेसबुक ट्विटर केही पनि छैन बाबु। म त अचम्म लाग्यो तपाईँको छोरा अस्ट्रेलिया एउटा चाहिँ भक्तपुर एकदम राम्रो गर्नुभयो, एकदम खुसी लाएर हजुर। सपना नै पुरा भएको मान्छे मैले प्रायः भेटेको हुन्न। कहिलेकाहीँ मैले यसो सोध्छु कि अनि उनीहरूलाई धेरै दुःख सुन्छु क्या। तपाईँ त एकदम खुसी, सम्पूर्ण मन सब पुग्यो, मेरो बुढी खुसी, मेरो बुढी पनि खुसी, तपाईँ खुसी, छोरा खुसी भने त एकदम तपाईँ महान हुनुहुँदो रहेछ। बाबु एउटा कुरो के छ राजा, एउटा आफू सही बाटो हिँड्नुपर्छ। सधैँभरि सही बाटो हिँड्नुपर्छ। कसैले आएर एक थप्पड यहाँ हानेछ भने बाबु भनेर हिँड्ने हो, अहिले फाले भन्नु है। तर मैले एकदम ठिक हो, गर्न चाहिँ केही सकिनँ बाबु होइन? मैले मेरो अरू अरू त कसैलाई केही गर्न सकेन राजा। मेरो परिवारले चाहिँ सुखले शान्तिले पाले। म आँखा नदेख्ने एउटा अन्धो मान्छे भएर पनि है, बुझ्नुभयो नि, अन्धो मान्छे भयो नि। दुनियाँ विश्व मैले चिनेको छु। म श्रीकृष्ण प्रणामी धर्मको मान्छे हो। मलाई श्रीकृष्ण प्रणामी धर्ममा देश विदेश अन्तर्राष्ट्रिय सबै थाहा। यो गणेश हो भन्ने कुरो सबैलाई थाहा हुन्छ। गणेश हो भने सबैलाई थाहा हुन्छ तपाईँको चाहिँ यो। अनि म प्रणामी धर्मको विषयका पनि व्यापार सामान बिक्री गर्छु। अनि तपाईँको चाहिँ यो जुन फर्सीको मुन्टा छ, यो चाहिँ मेरो घर अगाडि 12 आना जग्गा एउटाको जग्गा छ। तपाईँ कमाइ खानु उनीहरूले के भन्यो भने गणेशजी तपाईँ हामीलाई वर्षको 10,000 दिनुहोस् है, तपाईँ गरी खानुहोस् भनेर उनीहरूले चाहिँ दिए। अनि मैले वर्षको 10,000 उहाँहरूलाई तिरेको छु। अनि मैले यो गरी खाएको छु। ल, धन्यवाद थ्याङ्क यू। थ्याङ्क यू। What was he saying? Huh? What was the one message he said? Message is don't drink, like don't smoke. The main thing is he used to drink, he used to smoke, he don't do it, now he feels very good. So it's a very good message. That's crazy, man. We never met someone like that. Yeah. Where you give them money and they say no? पैसा दिएको लिएन क्या, 300 को सब्जी किनेको 1000 दिएको लिएन होइन। अब तपाईँलाई 5000 लिनुहोस् मेरो तर्फबाट भगाइ दिएको भने लिएन। Right, that's crazy.